के तपाईलाई पाण्डवेश्वर मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्त्वको बारेमा थाहा छ? यदि थाहा छैन भने सुन्नुहोस्, यस्तो रहेको छ धार्मिक तथा ऐतिहासिक महत्त्व। पाण्डवेश्वर मन्दिरको इतिहास हेर्ने हो भने आजभन्दा करिब 200 वर्ष पहिले गुरुवा गाउँका चौधरीहरूले धानको बिउ दबाउन काठ काट्न जङ्गलतिर लाग्दछन्। जङ्गल पुगेपछि उनीहरूले एउटा साँझको रुख काट्न सुरु गर्दछन्। उक्त रुख काट्दा काट्दा साँझ पर्छ, तर त्यो रुख काट्न असम्भव जस्तै हुन्छ, अथवा उक्त रुख जति नै काटे पनि ढल्दै ढल्दैन। त्यसपछि उनीहरूले साँझ अबेर परेकोले घरतिर फर्किन्छन्। अर्को दिन बिहान त्यही रुख काट्न भने जङ्गलतिर लाग्दछन्, तर उक्त रुख काटेको घाउ पुरै भरिएको हुन्छ र उक्त रुख जस्ताको त्यस्तै भएपछि उनीहरू अचम्मित हुन्छन्। त्यसपछि उनीहरूले त्यहाँ के रहेछ भने पातपतिङ्गर हटाएर हेर्दा त्यहाँ एउटा शिवलिङ्ग र एउटा सानो गहिरो जलकुण्ड फेला पार्दछन् भन्ने भनाइ छ। उक्त जलकुण्डको एउटा विशेषता छ, जलकुण्ड जहिले पनि भरि हुन्छ र कहिल्यै पनि त्यो जलकुण्डको पानी